ट्याक्सीमा बसेर भ्यू हेर्न मजा आउँदो रहेछ होइन। आज थाहा पाएँ मैले चाहिँ, किनकि म हिँडेर जान्छु कि कलेज पनि होइन, किनकि मेरो 5 मिनट छ, त्यही भएर म आजकल गाडी चढ्दिनँ। अब अरू त के भन्न समुदा भन, केही भन न, जे भन्नु मन छ। म पतार पतार बोलिरहेको छु, त्यस्तै पतार पतार बोल तिमी पनि। आज चाहिँ हामी चाहिँ घुम्न आउँदाखेरि मैले चाहिँ एकदमै राम्रो लागिरहेको छ। हजुरलाई कस्तो लागिरहेको छ नि हाम्रो भिडियो हेर्दाखेरि भनिदिनु होला। कमेन्ट चाहिँ गर्नै पर्छ है गाइस, भिडियो हेरेर स्किप चाहिँ नगरिदिनु होला होइन। छ्या यसको भिडियो नि कसले हेर्छ भने जस्तो चाहिँ नगरिदिनु होला होइन। रमाइलो हुन्छ, हेरिदिनु होला, राम्रोसँग हेर्नु होला, स्किप नगर्नु होला। मेरो मोबाइल मेरो मर्जी गाइस। ह्याप्पी दसैँ है सबैलाई। अब दसैँमा विस गर्नलाई म विस गर्छु कि गर्दैन थाहा हुँदैन, त्यही भएर अहिलेदेखि नै ह्याप्पी दसैँ हो मेरो लागि चाहिँ। मेरो मोबाइल मेरो मर्जी गाइस। मेरो मोबाइल मेरो मर्जी। ह्याप्पी तिज है गाइस। तिजमा मान्छेहरू खतरा खतरा साडी लाउँछन् रे होइन। अब हामी पनि लाम्ला, त्यतिखेर नि भ्लग आउँछ है गाइस हेर्नुलाई। फेरि फर्स्ट टाइम मात्रै हो गाइस मैले यसरी भ्लग बनाएको चाहिँ। त्यो पनि म पनि अलिकति बोल्न सक्छु रहेछु होइन। अब म पनि मेरो पेजमा पनि हाल्नु पर्ला, सबजनाले मेरो पेजमा पनि गएर हेर्नु होला। आज भ्लग हाल्छु है, के थाहा म पनि भाइरल भइहाल्यो भने। दिदी आज छक्क परिरहनु भएको छ म यसरी बोलेको देखेर। कालो पुल त गइसक्यो है। म त मेरो कोठा आयो कि भन्ने सोचेको त हामी चक्रपथ पनि कटिसक्यौँ होइन। भनेको बाल्यटारको रोड हो यो कालो पुल होइन। कालो पुल र बाल्यटार भनेको यति धेरै मलाई थाहा छैन कि म त्यस्तो घुम्न आउँदिनँ है गाइस। अब यस्तो घुम्न जाने मान्छेहरूलाई थाहा हुन्छ होइन। अब आज मलाई फिल्म हेर आउने भन्नुभएको छ, दिदीले फिल्म हेर आउनुहुन्छ कि हुँदैन थाहा छैन है। गौँथली फिल्म रहेछ है गाइस। 200 रुपियाँमा को जानु मन छ जानु है। भोलि भक्का अब टिकट काट्नु होला होइन। ए 150 रहेछ है। अघि भर्खरमा 200 देखाइरहेको थियो। तर म एउटा कुरा के भन्न चाहन्छु भने हाम्रो गोपी कृष्ण मुभी हल भत्काउने मान्छेको मेरो अगाडि आइज भाइ तँलाई त हान्दिन्छ। ओके गाइस, म जस्तो गरिबलाई त त्यही हल ठिक थियो कि म 100 रुपियाँमा त जुन फिल्म लागेर पनि जान्थेँ कि होइन। त्यो हल भत्केर मलाई पनि एकदम दुःख लागिरहेको छ गाइस। अहिलेसम्म हलमा चाहिँ म 2 चोटि मात्रै गएको छु, त्यो पनि गीताइज र नन्दाइले लगेर गएको है जिन्दगीमा होइन। जिन्दगीमा हल पनि देख्न पाइयो गीताइज र नन्दाइले गरेर होइन। किनकि मलाई हल कस्तो हुन्छ भन्ने पनि थाहा थिएन कि गाइस। त्यस्तो धेरै सिट हुन्छ भन्ने पनि थाहा थिएन। त्यो छाबेजत भइरहेको छ अहिले आएर होइन। तर रियालिटी भन्दैछु म अहिलेसम्म 2 चोटि हलमा गएको छु। एकचोटि छक्का पञ्जा फिल्म हेर्न, अनि अर्कोचोटि जितु नेपालको फिल्म थियो होला, तर कुन फिल्म थियो थाहा भएन। छक्का पञ्जा होइन कि त्यो अर्कै के उसको फिल्म थियो नि, झाडा पोखरा लागेर हेरी कि प्यारी हो, त्यो फिल्म हेर्न गएको थियौँ होइन गाइस। अनि हामी चाहिँ लास्टै राति आएको थियौँ कि त्यतिखेर होइन। अब फेरि अर्को फिल्म हेर्न नि जानु पर्ला। हिन्दी फिल्म हेर्न जाने भनेको खासमा, तर हिन्दी फिल्म लागेको छैन। सबैभन्दा मनपर्ने सडक भनेको चाहिँ यो एकचोटि देखाइदिनु न साथी। क्यामेरा मलाई उल्टो बनाउन आउँदैन, सुल्लीदेखि देखाइदिन्छु ल। यो देख्यो भने देख्यो, देखेन भने देखेन है। देखिरहेको छ कि देखिरहेको छैन? देखिरहेको रहेछ तर रोड मात्र देखिरहेको छ है गाइस। त्यसो भए नदेख्नु है। त्यो ठुलो बिल्डिङवाला जस्तो थियो त कि कहाँ गएको थियो? हो गइहाल्यो छ गाइस होइन। यो ठाउँमा फर्स्ट टाइम आइरहेको छु कि कहाँदेखि रहेछ कि यो ठाउँ। गाइस छ नेपालमा पनि। कस्तो राम्रो राम्रो रहेछ नेपालमा पनि। तर म बाहिर निस्केकै छैन, कहिलेसम्म घुम्न गएकै छैन कि गाइस। ह्याप्पी दसैँ, ह्याप्पी दसैँ टु अल। दसैँको शुभकामना छ। दसैँ आउँदैछ, कार्तिक 4 गते रहेछ। ए दसैँको सपिङ चाहिँ गाइस त्यो के अरे रमणी बाई एलिनामा गर्नु पर्ला जस्तो छ है दिदी। लास्ट भाइरल भइरहेको छ, हामी पनि भाइरल भइहाल्छौँ कि त्यहाँदेखि होइन। रमणी बाई एलिना चौहान रहेछ होइन गाइस। 2 करोड त सपनामा नि देखिन्छ होला हामीले त होइन। तर
तर उहाँले 2 करोडकै पसल राख्नु भएको रहेछ खतरा रहेछ एसी सेसी भएको पसल होइन दिदी डिजाइनिङ पनि खतरा छ उहाँको खतरा छ उहाँको पसल अनि कुन्नु कर्नर पनि रहेछ होइन स्मारिका सामारिकाको खतरा कुन्नु कर्नर त सुकेलारामै रहेछ चलचित्र विकास बोर्डको यता साइडपट्टि होइन लास्ट भाइरल भइरहेको हुन्छ मेरो मोबाइलमा भिडियो आइरहेको हुन्छ कुन्नु कर्नरको के अरे म्याङ्गो स्पाइसी जुस त्यहाँको भाइरल खतरा भाइरल छ अरे हजुरहरू पनि जानु होला ट्राई गर्नु होला मैले गरेको छैन तर मिठो छ भन्ने थाहा छ व्यवसायमा हात हालेको देखेर चाहिँ म एकदम खुसी छु उहाँहरूलाई चाहिँ हृदयदेखि धन्यवाद भन्न चाहन्छु केटी मान्छेले केही गर्न सक्दैन भन्ने समाजलाई चाहिँ उहाँले केही सिकाउनु भएको छ केटी मान्छेले सब थोक गर्न सक्छन् गाइस अहिले भ्लग पनि मैले केटी मान्छेले बनाइरहेको छ गाइस सुर हाम्रो ठाउँ हो तर मलाई क्यामेरा उल्टो पार्न आएन कि मलाई नआएको के हुँदैन खासमा